वेलकम ब्याक टु द च्यानल गाइस। सबैजना फेरि पनि स्वागत छ एउटा नयाँ ब्लगमा। अनि आज ब्लगमा जाँदैछ हामी प्र्याक्टिस गर्नु लागि। अहिलेको हाम्रो करेन्ट लोकेसन छ नाम्चीमा है। अनि को छ त्यो पनि हेर्नुहोस् है। हेलो भाइ, नाम पनि भनिदिइहाल्दै हो। मेरो नाम चाहिँ अमन राई। जतिजना चिन्नु हुँदैन, यो चाहिँ मेरो भाइ अमन। दामी फुटबल खेल्छ। यसको हाइटै हेर्नुहोस् न त, मेरो चाहिँ लङको यसको हाइट एडभान्टेज पनि छ हो। राम्रो खेल्छ यो एकदमै दामी। कतिको के छ दिएर आज भन्दै प्र्याक्टिस जान्दै गर्दाखेरि हल्का ढिलो भइसक्यो हामीलाई हो। हल्का गयो जिउ स्ट्रेचिङहरू कति हुन्छ हल्का बल टच खिच्नै हाल्दै ल चाहिँ यताबाट हिँड्नु भयो। यताबाट मार्छ अहिले। ल मेरो साथमा मेरो साथी रिवर्स पनि छ। जतिजना चिन्नु हुँदैन मेरो साथी हुन्छ नि। कलेजमा जति पनि सब्जेक्ट छ हाम्रो त्यो चाहिँ यो दोस्रो मेरो चाहिँ सेम छ हो। सेम अनाउँछौँ हामी। के भन्नु छ दोस्त तिमीलाई? Hello, it's me, Yuri09. You can follow me on Instagram. चाहिँ भनिदिन्छु I'm too much exhausted हो हिजोकोले गर्दाखेरि बोल्नै सकेको छुइनँ। पुरा थाकिरहेको छु, कम्मरहरू दुख्दैछ। सो साइलेन्टली बोल्नुहुन्छ होला। ल त ल, हामी अहिले पुगेको छ यहाँनिर। तपाईँहरू यहाँ पनि आएर खेल्न सक्नुहुनेछ फुटबल। यहाँ चाहिँ तर कस्तो छ भने अलिक सानो। यहाँ चाहिँ फुटबल म्याच हुन्छ। अनि अहिले हामी खेल्न जाँदै गरेको चाहिँ माथि फाइटिङ स्टेडियम। यहाँ चाहिँ रोक राखिदिनुपर्छ ऱ्यान्सम। टाइम पनि देखाइदियो होला रिवर्स कति भएको छ? 4:30 को यो डम्पलिङ्स को दोस्त थियो। हामी चाहिँ अहिले यहाँनिर नेक्स्ट कन्टेन्ट सोच्दैछ होइन। अब भाइहरू भएको पनि सबैजना ग्यादर भएको बनाउने भनेर। दोस्तले चाहिँ के भन्छ भन त? खानेको कुदेर गएर आएर खान्छ नि। खानेको कन्टेन्ट बनाउने भन्दैछ दोस्तले हो। अन्त अब तपाईँहरू तपाईँ त्यस्तो हामीले जति कन्टेन्ट डिस्कस गर्छ त्यो हेर्नु चाहनुहुन्छ भने प्लिज अहिले नै च्यानललाई लाइक सेयर सब्सक्राइब गरिहाल्नुहोस् होला। कमेन्टमा चाहिँ कस्तो खालको तपाईँहरूलाई अब होइन। कतिजनाले बिर्सि पनि सक्यो होला। अलिअलि मात्रै चिन्दै थियो मलाई होइन। कतिजना बिर्सिसक्यो, अलिअलि चिनेको है। अन्त अब चाहिँ कन्टिन्यू भ्लगहरू आउँछ बिस्तारै होइन। त्यही भएर रिवर्सलाई चाहिँ तपाईँले चाहिँ 10 राउन्ड कुद्नु भन्यो भने रिवर्स चाहिँ कुदिहाल्छ। मान्छे 11 साइडको होल ग्राउन्ड सरी part of joke दोस्त, don't mind. Okay I'll mind. ल त मेरो आज अलिकति हेल्थ पनि अलिक राम्रो छैन। घाँटी अलिक सोर खुसुक भइरहेको छ हो। अलिकति मार्की पनि लाग्दैछ तर स्टिल देन अब हामी गएर यहाँनिर प्र्याक्टिस गर्नेछौँ। अलिकति पसिना निकाल्नेछौँ होइन। आजको भिडियोमा चाहिँ तपाईँहरूलाई अनबक्सिङ झन्डै भयो गाइस। तालुको अनबक्सिङ झन्डै भयो। चुक यताबाट। अन्त अब हाम्रो प्र्याक्टिस सेसन कस्तो हुन्छ त्यो देखाउँछौँ अलिअलि है। अनि कतिखेरसम्म खेल्छौँ हामी त्यो पनि देखाउँछौँ। अन्त गाइस भन्यो लुकेटा बोलो आफ्नो स्टुड हो। यो चाहिँ रिवर्सको अमन भाइको देखाउँदिनँ ल भाइ। ब्रान्ड न्यू छ अमनको, ब्रान्ड न्यू। मेरो चाहिँ एज अलवेज सिम्पल लिभिङ हाई थिङ्किङ है त। ल त ग्राउन्डको लुक चाहिँ यस्तो छ। अनि क्राउड चाहिँ यति छ है। यस्तो चाहिँ एउटाको चाहिँ अमन लु ग्राउन्डमा पस्नुभन्दा अगाडि के भन्नुहोस् तँलाई? के पोजिटिभ भाइब के दिनु चाहन्छस्? अब हुन्छ खेला पोजिटिभ भाइब के दिनु चाहन्छस् भने इन्जरी फ्री खेल्नुपर्छ होइन। अन्त केको सिक्रेट जानुपर्छ आइपछि चाहिँ रिवर्स तिम्रोबाट के छ एउटा पोजिटिभ भाइब अथवा एउटा पोजिटिभ वर्ड? अलवेज रेस्पेक्ट योर गेम। मेरोबाट चाहिँ त्यही हो। तपाईँहरू रेगुलर चाहिँ हुनुपर्छ। प्र्याक्टिस चाहिँ तपाईँहरू गर्नुपर्छ। प्र्याक्टिस चाहिँ आउनुपर्छ। ल त गाइस यस्तो छ हामी हो। अब एकछिनबाट तपाईँहरूलाई एकछिन आफ्टर प्र्याक्टिस भएछौँ। बाई। ल त गाइस आजको लागि यति नै। हामी सकेर आइसक्यो अहिले। अमन कस्तो थियो? जोस हस् जोस दामी मजा आयो। त कति दिन बाद आएको नाम्ची प्र्याक्टिस? नाम्ची त उता त गर्दैछ कि त। नाम्ची चाहिँ धेरै समय बाद भयो। तँ कहाँबाट बिलङ गर्छस्? कुन गाउँबाट भन् त? आई बिलङ फ्रम सुम्बुक साउथ सिक्किम। मी टु है। अन्त रिवर्स कताबाट बिलङ गर्छौ तिमी? मागिम रविटार होइन। तिमी त गर्छौ प्र्याक्टिस? ग्राउन्डै छैन नि दोस्त। ए हो टाढो छ कि गर्दैन त्यस्तो ज्यादा। यता आएर अलिअलि गर्दैछु हो। यो मान्छे तपाईँहरूले छेउमा देख्दै गर्नुभएको मान्छे चाहिँ मल्टी ट्यालेन्टेड हो। यो मान्छे चाहिँ हो
के गर्छ भने यो मान्छेले त खाना तँले बनाइहाल्छु। सोच्नु नभएको मान्छे सोच्नु नसकेको कुराहरू पनि गर्छ है खाना पनि बनाइहाल्छु होइन, सब्जी पनि बनाइहाल्छु, अँ, भाँडा पनि धोइहाल्छु, लुगा पनि धोइहाल्छु होइन। अँ। ओछ्यान पनि भन्नु पर्दा पठाइहाल्छु। भन्नुपर्दाखेरि चाहिँ एकदम हस्बेन्ड मेटेरियल छ यो मान्छे चाहिँ एकदम हि इज भेरी भेरी जेन्टलम्यान दहेज दिएर मलाई लाँदा हुन्छ है। बुढीलाई चाहिँ दाले चाहिँ त्यो गरेर फकाइन्छ अरे नि गीत गाएर। हि इज ए गुड म्युजिक लिसनर एन्ड गुड सिङ्गर होइन फ्लुइड अल्सो he plays flute also. Not that kind of flattish. होइन तपाईँले मलाई गाइज कमेन्टमा भन्नुहोस् कि यो फ्लुट बजाउने मान्छेलाई चाहिँ के भन्नु मेरोबाट चाहिँ हो अप्सन फ्लुटिस्ट तिम्रोबाट flattish. तेरोबाट मेरोबाट पनि फ्लुटिश हो त। ल कसको राइट हुन्छ है मेजोरिटी लाइक नर्मली चाहिँ तपाईँहरूले चाहिँ फ्लुटिश भनेर चिन्छ होइन, लाइक के भन्छ त्यसलाई लोकल पारामा चाहिँ फ्लुटिश भनेर सुन्छ होइन, बट खास चाहिँ लाइक फर लाइक कस्तो भन्नु अब त्यसलाई चाहिँ प्रोफेसनली हेऱ्यो भने चाहिँ फ्लटिस्ट भन्छ ए है द्याट काइन्ड नट द्याट काइन्ड अफ फ्लटिस्ट चाहिँ गर्ल फ्लटिस्ट होइन फ्लटिस्ट राइट राइट यस बट हि इज फ्लटिस्ट अल्सो। ल त अहिले हामी आइपुगेको छ यहाँनिर के भन्छ यो टाउन हल लन्चको त्यहाँनिर हामीले चाहिँ यस्तो हुन्छ हामी अब कन्टिन्यू रेगुलर प्र्याक्टिस आयो भने चाहिँ यस्तो बेलुका आयो भने चाहिँ यही टाइम हुन्छ फर्किँदाखेरि चाहिँ अलिअलि रात परिसकेको हुन्छ अन्त हामी चाहिँ बिहान चाहिँ आएको छैन यो तपाईँ आज बिहान आउनेवाला हो अँ एकजनाको फोन नउठेको कारणले गर्दा हामी नआएको उठेको साइलद्वारा म चाहिँ यो मान्छे हो होइन मैले सुती पठाएँ नि त अब हिजो निकै थाकेको छु, अलिक खुट्टा इन्जर्ड पनि छ होइन। अन्त म तपाईँहरूलाई भाइ अलिकति लेटली भन्नु चाहन्छु कि जतिजनाले पनि मेरो फोटोग्राफी एकाउन्ट फलो गर्नु भएको छैन भने प्लिज गएर फलो गरिदिनुहोस् होला एज भिजुअल 09 छ प्लिज। अनि मलाई मेरो एकाउन्टमा पनि फलो गरिदिनु मेरो चाहिँ साइले छ होइन। सानो इन्फर्मेसन तपाईँहरूलाई हामी घर जाँदै गरेको बेलामा चाहिँ यहाँनिर राइट नौ दोस्तको यहीँ यो खुट्टा छ अहिले तपाईँहरूलाई अलिकति प्रपरली देखाउँछु अनि त्यो ट्रिटमेन्टको लागि चाहिँ अब दोस्त एउटा तिमीले कोट सुनेको प्रिकसन इज बेटर देन क्योर भनेर सुनेको होइन आज मैले तिमीलाई किन जबरजस्ती जुङ 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 भनेको बुझ्यौ कोइटसँग चाहिँ नि त्यो दुइटा मजाले सिङ्क गर बुझ्यौ अन्त तिमीले चाल पाउँछ यहाँ फेरि अब आइरन म्यान छ फेरि हो अन्त आयरन म्यान हो आयरन म्यान अन्त हामी चाहिँ अब जाँदैछ यहाँनिर नयाँ हस्पिटल मैले त भ्लग पनि बनाएको थिइनँ फेसबुकमा पनि केही पोस्ट हालेको थिइनँ तपाईँलाई हस्पिटलको लुक्स पनि बाहिर अलिकति देखाउँछु आज है अन्त रिवर्सको त्यो सकेर आएर चाहिँ आफ्टर द्याट हामी रुम जानेवाला छौँ है। ल त यही हो नयाँ हस्पिटल हाम्रो नाम्ची डिस्ट्रिक्टको नयाँ हस्पिटल सायदै तपाईँहरूले देख्नु भएको थियो होला भिडियोजतिर अन्त कतिजना आउनु पनि भएको थियो होला ठुलो छ कम्पेयर टु माथिको हस्पिटल यो चाहिँ एकदमै सुविधावाला छ हाम्रो लागि हो। ल यो चाहिँ हो हाम्रो हस्पिटल जस ओपिडीको फर्म कसले भन्छ त्यसलाई म 1 रुपैयाँ दिन्छु, मेरोमा टोटल 9 रुपैयाँ छ। दिन्छौ साँच्चै हो आउट आउट पेसेन्ट डिपार्टमेन्ट एब्सोल्युटली करेक्ट एन्सर। तपाईँले पाउनु भएको छ आफ्नो खातामा 1 रुपैयाँ प्राप्त गर्नुभएको छ। ल त हामी हस्पिटल पुगिसकेको छ वेटिङ एरिया सो गुड दा अब चाहिँ हामी यहाँ पर जाने हो इमर्जेन्सीमा ड्रेसिङ हुँदैछ भित्र दोस्तको चेक द रिएक्सन सो क्युट हो है दोस्त चेक द रिएक्सन गाइस। ल त तपाईँहरूले सिचुएसन देखिसक्नु भएको छ हाम्रो बिमारी एकदम निको भएको छ अहिले निको छौ तिमी हाउ वाज द एक्सपिरियन्स अफ ड्रेसिङ भेरी पुअर किन दुखेर ओ हामीले देखेको छ नि तर भाइ है ल त अहिले हामी रिभर्स कति भएको छ टाइम घडी घडी होइन मैले फोनमा सोधेको तपाईँको टाइम भएको छ 6:53 भएको छ। ल त हामी प्र्याक्टिसबाट आउँदै गर्दाखेरि अन्त हस्पिटलको काम सकेर जाँदाखेरि 6:53 म यहाँनिर 7 बज्न आँटेको छ भयो तिम्रो भयो तिम्रो भयो म भन्छु है त। ल त आजको भ्लग 1 किलो कद में बढाओ गाइस आज हामी वेट नापेर आएको कि मान्छेले पुरा मलाई डोमिनेट गर्दैछ यो मान्छे अलिकति एकछिन म भन्दा बेसी रहेछ त्यही भएर अन्त गाइस त्यही हो आजको भ्लग म यतिमै एन्ड गर्न चाहन्छु किनभने अब हामी यहाँदेखि त जाँदैछौँ रुम। ल के भन्नु चाहन्छस् बाई बाई भन्दै बाई एभ्रीवन लाइक शेयर सब्सक्राइब हो कि युट्युब हो नि भाइ यति नै हो सब्सक्राइब अन्त एन्ड पेजलाई फलो गरिदिनुहोस् होला सपोर्ट गरिदिनुहोस् है यसरी हामीलाई पनि देखिरहनुहुन्छ तपाईँले देखिरहनुहुन्छ मन पर्यो भने हामीलाई देखिरहनु चाहनुहुन्छ भने चाहिँ दादा फलो गर्नुहोस्। ओके भाइ धन्यवाद तिमी गुड नाइट, ह्याभ अ स्विट ड्रिम अर्ली इन द मर्निङ, कुकुडी क्याक, बाई बाई।